अहिले सुकुम्बासीको 2 जना चाहिँ आत्महत्या गरिसक्नु भयो हैन। अनि यो विषयमा चाहिँ हर्क साम्बाङले चाहिँ अहिलेको सरकारले जिम्मा लिनुपर्छ अरे। यो जिम्मा लिने चाहिँ पहिलाको सरकारले जुन केपी ओली थिए, जुन प्रचण्ड थिए, जुन बाबुराम भट्टराई थिए, जुन शेरबहादुर देउवा थिए, उनीहरूको पालाको सरकारले जिम्मा लिने हो। उनीहरूको पालाले यसरी नराखेको भए अहिले यो हालत आउँथ्यो? आउँथेन नि त हैन। यति कुरा त यार हर्क साम्बाङले बुझ्नु पर्ने हो यार। यति कुरा त मैले बुझिछु यार। अनि आफू प्रधानमन्त्री बनेन, मलाई सपोर्ट गरेन जेन्जीको पालामा भनेर यति धेरै रिस आरिस त किन गर्नु पर्यो भनेको यो हर्क साम्बाङ दाइले। पालो आउँछ त यार, अर्को छ स्थानीय चुनाव छ, त्यसपछि फेरि 5 वर्षको चुनाव आउँछ। त्यसमा तिमी राम्रो काम गर्दै जाऊ, हामी तिमीलाई हेरिरहेछौँ। तिमी देशको माया गर्ने मान्छे हो, माटोलाई माया गर्छौ हैन। तिम्रो इमेज चाहिँ तिमी धेरै बोलेर नै बिगारेको। तिमीलाई जेन्जीले पताउँथे कि, तर तिमी धेरै बोलेर, धेरै लेडे डिप्पी गरेर, तिम्रो यही डिप्पीले, यही घमण्डले तिमीलाई चाहिँ प्रधानमन्त्री कुर्सी खोसेको, अरू केही पनि होइन। र नबोलेर बालिनले पाएको र नबोलेर बालिनलाई चाहिँ पताए हो। यो कारणले चाहिँ तिमी सकिन्छौ यस्तै पर्यो भने। तर अझै पनि मौका छ है हर्क साम्बाङ दाइ, हामी एकपल्ट फेरि तिमीलाई चाहिँ प्रधानमन्त्रीको सिटमा राख्छौँ। तर तिमी नम्र भएर सरकारलाई साथ देऊ। भोलि गएर तिमीले काम गर्ने पनि सरकारमा बसेपछि काम गर्नुपर्छ। त्यतिखेर विरोध आउँछ, नआउने होइन। यस्ता कुरालाई चाहिँ मध्यनजर गरेर तिमी अगाडि बढ र धेरै नबोल, चुप्प लाएर काम गर। यदि तिमी धेरै प्यार 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 बोल्यो भने फेरि त्यो जनताले पताउँदैन है त।